घरमा बुढी भएन भने बस्न मन लाग्दैन बेला एक दिन बस्दैन म त हो र एक दिन बस्दैन ऊ भयो भने बस्छ ऊ भएन भने त म त एक पनि घरमा बस्दैन बाबु त्यस्तो हो नि त हो नि घरको आइमै भनेको त लक्ष्मी हो नि त घरको लक्ष्मी यो नभए त हामी त हाम्रो त घरै खत्तम भयो नि त किन खत्तम हुन्छ त घरलाई हामी एक डङ्गरङ्ग एक्लो बसेर घरमा सुहाउँछ सुहाउँदैन ल तिमी एक्लै बसेर घरमा सुहाउँछ तिमी कस्तो कुरो गर्छन् ट्याक्क एउटा घर सुहाउनलाई त अनि रङ रोगन गर्ने नि रङ रोगन त घर त समाउँछ घर चाहिँ कसरी सिँगार्छ त घर त सिँगार्ला तिमीले भनौ न रङ रोगन लाउँछ दुनियाँ गर्ला यसमा चाहिँ नि यो खानापिना गर्ने दुनियाँ गर्ने अब एउटा मात्रै के दुई हो र हामी ऊ ल्याउने नि काम गर्ने मान्छे को ल्याउने काम गर्ने काम पऱ्यो त दिउँसो पो काम मतलब रातिको बस्छ त हो कस्तो कुरो गर्छ यार हेर है हेर बाबु बुढीसँग झगडा पगडा नगर्नु मैले 17 वर्षको उमेरमा ल्यायो यो है मैले योसँग झगडा गरेको भयो यो घाम छ अरे तपाईँ त अनि बरु म त उसँग उसले अलिकति रिस उठ्यो भने म त वात निस्केर जान्छ वात निस्केको बेल गएपछि त ओहो मेरो बुढा आएछ बुढा भने यो फेरि मेरो हिजो सुन्नु गरेको तिमीले बुढी 3 बेर भाग्यो म त्यसरी कहाँ 3 बेर मान्छ 4 फेरि होइन बुढी 4 फेरि भाग्यो राख्नुपर्छ बुढीलाई तपाईँ त अनि मम्मीले पिटिहाल्छ नि भाग्नु पऱ्यो म त उसले पिटी पनि सुहाउँछु म त अनि आज कहाँ जाने हो त डुल्न म आज पुग्छु होला राजबाउतिर यसो दैने आफ्नो मान्छेहरूसँग इष्टमित्र दाजुभाइसँग सल्लाह गर्छन् यी पहिलाको कुरो गर्छ कि हाम्रो साथीहरू पहिला हामी 15-16 सालमा सँगै बसेको साथीहरूसँग कुरो त्यो सँगै 15-16 वर्ष काम गर्ने साथीहरू छ मेरो हो र साथ मेरो 2-3 जना छ अनि मैसँग काम गरेछ बाटोतिर भेटेपछि तपाईँलाई आजकल मान्छेहरूले चिया नास्ताहरू खुवाउँछ नि त त्यसो नास्ता खाएर चाहिँ नास्ता त्यसो आएको त्यो मोराहरू त्यसो खाएर बाजे माथि भाइरस बाजे माथि आउनुहोस् त माथि भन्यो है बाबा यति भयो बाबु त्यो गर्नु मैले पहिल्यैदेखि थाहा थिएँ कि रट्टीकोसँग रहेछ अनि त्यो खाएरी ठिकै त भयो त्यो त अब आफ्नो मान्छे लिएको त्यो अमृतै भयो के भयो नि राम्रै भयो ल आजलाई यति नै है त ल ठिक छ अब भोलि पछि हामी गरिरहँला हजुर अझै कति वर्ष हुनुभयो अरे 100 वर्ष नि 100 वर्षमा 3 वर्ष अझै थपियो भन्नुभएको है 103 वर्ष हुनुभयो हाम्रो अजी चाहिँ उहाँ चाहिँ मम्मी हाम्रो मम्मीको पनि अजी भनेको मेरो बुढी अजी अनि बुढी अजीले चाहिँ हामी मामा घर आएको बेलामा यहाँ बारीबाट यहाँ के खानेकुरा टिपेर ल्याइदिनु भएको छ ल 103 वर्षको बुढी आमा ल यसरी हिँड्नुहुन्छ सुन्नु भिडियो बनाएको कि मेरो साथीहरूलाई देखाउनलाई ल म त लुगा गुछेर बसेछ राम्रोसँग सुन्नुहुन्छ है अझै सुन्नुहुन्छ राम्रै सुन्नुहुन्छ सुन्छ 100 वर्ष बोलौँ न बोल्नु के तिम्रो साथी मेरो साथीहरू हो के भन्नुहुन्छ मेरो साथीलाई उहाँ पोखरालाई देखाउने मेरो नातिनीको साथी नातिनीहरू हो भन्ने नि के भन्ने अझै कति वर्ष बाँच्नु मन छ अझै कति बेर बाँच्छ नि कालले कहिलेको लान्छ नि के थाहा हो हामी तपाईँको उमेरमा त कहाँ पो हो अब मेरो नातिनीको साथै मेरो नातिनीहरू नै हो राम्रोसँग मिलेर हिँड ल उहाँ चाहिँ अझै पनि हिँड्नुहुन्छ होइन कति लामो बाटो पनि हिँडेरै जानुहुन्छ अहिलेको उमेरमा पनि अब घर यहाँ बस्नुहुन्छ आमा छोरी बस्नुहुन्छ